हामी अहिले नारायणहिटी भित्रको श्री सदनको ठिक अगाडिपट्टि छौँ। मूलतः श्री सदन भन्नाले पूर्व राजा वीरेन्द्र, रानी ऐश्वर्या र अधिराज कुमार निराजन बस्ने घरलाई बुझिन्छ र त्यस अगाडि रहेको श्री सदन ग्यारेजमा यति बेला आइपुगेका छौँ, जहाँ पूर्व राज परिवारले प्रयोग गर्ने गाडीहरू राखिएका छन्। सर्वसाधारणका लागि खुला नगरिएको श्री सदन ग्यारेजको पहिलो द्वारमै राखिएको यो राजा वीरेन्द्रले निकै मन पराएको गाडी हो। वीरेन्द्रको 50औं जन्मोत्सवमा रानी ऐश्वर्याले बेलायतबाट झिकाएर उपहार दिएको यो गाडी राजा सामान्य दैनिकीमा प्रयोग गर्थे। हवाई जहाजको तेलबाट मात्र चल्ने यो गाडी वीरेन्द्रले प्राय आफै चलाउँथे। यो चाहिँ वीरेन्द्रले विशेष समारोहमा चढ्ने गाडी हो। यसलाई 2034 सालमा जर्मनीबाट ल्याइएको थियो। विदेशी राष्ट्राध्यक्षको भ्रमणमा भेट्न जाँदा र शिवरात्रि लगायत विशेष कार्यक्रममा वीरेन्द्र यही गाडीमा सवार हुन्थे। यस्तै यो युवराज दिपेन्द्रले चढ्ने गाडी हो। जानकारहरूका अनुसार बिना स्कर्टिङ दिपेन्द्रले आफै काठमाडौँदेखि चितवन 3 घण्टामै पुर्याएका थिए। दिपेन्द्र, श्रुति र निराजनले सानै छँदा चलाउन सिकेका गाडी चाहिँ ग्यारेजको पश्चिमी भागको छेउपट्टि राखिएका छन्। यहाँ रहेका यी साना फुच्चे गाडीहरूमध्ये यो निलो रङको गाडी निराजनले बाल्यकालमा सिक्ने गर्थे। त्यस्तै त्यो गाडी श्रुति र त्यो गाडी दिपेन्द्रलाई सिकाउनका निम्ति विदेशबाट मगाइएको थियो। राजा त्रिभुवनले प्रयोग गरेको यो मर्सिडिज गाडी जर्मनीबाट ल्याइएको हो। यस्तै जर्मन चान्सलर हिटलरले त्रिभुवनलाई उपहार दिएको यो गाडी पनि श्री सदन ग्यारेजमै राखिएको छ। महेन्द्र तथा उनका रानीहरूले प्रयोग गरेका गाडी पनि यो श्री सदन ग्यारेजमा अहिले पनि देख्न सकिन्छ। ज्ञानेन्द्र राजा भएपछि बेलायतबाट ल्याइएको बुलेट प्रुफ गाडी चाहिँ यो हो। निकै महँगो यो गाडी राष्ट्र प्रमुख आएका बेला तथा विशेष समारोहमा ज्ञानेन्द्र चढ्ने गर्थे। सामान्य मर्मतपछि यो गाडी चल्ने भए पनि सरकारले अहिलेसम्म यत्तिकै ग्यारेजमा थन्काएर राखेको छ। ज्ञानेन्द्रले नै चढ्ने गरेको अर्को गाडीमा 2065 देखि अहिलेसम्म पनि राष्ट्रपति चढ्दै आएका छन्। यस्तै यो ज्ञानेन्द्रको निकै प्यारो गाडी 2063 फागुन 2 गते पशुपति दर्शनका क्रममा ढुङ्गा मुढा गर्दा तत्कालीन राजा ज्ञानेन्द्र यही गाडीमा सवार थिए।